Hello, good morning from Lake Morun. आज चाहिँ हामी 2 डेजको क्याम्पिङको लागि आइरहेका छौँ। हेलो, गुड मर्निङ फ्रम लेक मरुन। आज चाहिँ हामी एकदमै रमाइलो ठाउँमा क्याम्पिङको लागि आइरहेका छौँ। हाम्रो 2 डेजको लागि हाम्रो 1 नाइट चाहिँ सकिसकेको छ। आज हाम्रो सेकेन्ड डेज स्टार्ट भइसकेको छ। एकदमै रमाइलो इन्भाइरोमेन्ट र आज डे पनि एकदमै रमाइलो भइरहेको छ। हेलो मर्निङ। गुड मर्निङ। कस्तो भइरहेछ मर्निङ? रमाइलो एकदमै। सागर कस्तो भइरहेछ मर्निङ? बबाललाई रमाइलो भइरहेछ। मोनोपोली पनि जित्यो, चेस पनि जित्यो है। अर्को गेम जित्थे, अलिक ठाडो ब्ल्याकमेल आयो, अलिक कडा होला, त्यही भएर जित्न पाइएन। ठाउँ चाहिँ रमाइलो छ नि। ए कडा त यार, यस्तो मजाले लेक देखिन्छ, देखिन्छ। कस्तो भइरहेछ आज? अब यो हाम्रो यो 12औं दिन हो एक्सपेडिसनको। अन्नपूर्ण बेस क्याम्पमा अब हेलो मर्निङ भाइ बहिनी, कस्तो भइरहेछ? मर्निङ दाइ। सब बवाल छ भाइ, एकदम रमाइलो छ। एकदमै राम्रो, भ्यू पनि एकदमै राम्रो। वेदर रमाइलो छ नि है। अब हामी घुम्न जाँदैछौँ। हामी चाहिँ अहिले लेक मोरनको वरिपरि छौँ होइन। आज जस्ट डे चाहिँ लेक मोरनतिरै जान्छ होला होइन। चिसो मौसम। अलराइट, ल इन्जोय गर्नुपर्छ ल। हेलो, कस्तो भइरहेछ? जान्न चाहनुहुन्छ? तपाईँको एउटा टेक लिनु पनि लास्टै गाह्रो छ। किन के भइरहेछ यस्तो? यस्तो हो होइन, यस्तो खास गरी चाहिँ हामी आफ्नो 5 मिनटको प्रेजेन्टेसनको लागि चाहिँ अब $5 to $6 million लाग्छ होइन। तपाईँले फ्रीमा खिचिराख्नु भएको तर मैले एक्सपेक्ट गरेको थिएँ नि तपाईँ जम्मा $5-6 तपाईँ प्रेजेन्टेसन दिनुहुन्छ भनेर। त्यो चाहिँ भनेको अब 5-6 के त मिनिमम सोचिरहेको थिएँ नि। प्रेजेन्टेसनको चाहिँ $5 पनि हुनसक्छ होइन। तर अब हाम्रो यो चाहिँ हामी हिजो साँझ आएर स्टे गरेको घर हो। यस्तो राम्रो छ यो चाहिँ। यी किचनहरू छ, सबै कुराहरू छ। दाइ कस्तो भइरहेछ? एकदम ठुलो मिसनमा छ। एकछिन के मिसन होला? ठुलो मिसनमा छ। माथि चाहिँ हाम्रो एउटा अफिस टाइप पनि 2टा बेड छ। यहाँ तल चाहिँ यस्तो खालको छ, मजाको चाहिँ पर्दैन ल। हेलो दाइ, मर्निङ। मर्निङ मर्निङ। कस्तो भइरहेछ दाइ हाम्रो? हाम्रो यो कति फोर्थ यो 2025 को क्याम्पिङमा चाहिँ एकदमै राम्रो घुमाएको छौँ हामी। अब हामीले त्यो देखाइदिउँ भ्यू कस्तो राम्रो छ। हामी हिजो रमाइलो हाम्रो सेकेन्ड डे पनि स्टार्ट भइसक्यो। सेकेन्ड डे स्टार्ट भइसक्यो। अब यहाँबाट हामी के छ आजको प्लान भन्नु त? आज ड्याम स्याम गएर माछा साछा मारिन्छ। त्यसपछि यसो बुना माउन्टेन घुमेर र हामी फेरि आएर चाहिँ आज मासु पोलेर बार्बिक्यू छ। बार्बिक्यू प्लस 2-3वटा गेम पनि छ। इन्जोय गर्नुपर्छ ल दाइ। आज एकदम रमाइलो ल उहाँ चाहिँ हाम्रो आजको यो 2 दिनको क्याम्पिङको चाहिँ मेन लिडर चाहिँ उहाँ हुनुहुन्छ। के गर्ने कसो गर्ने लिडर चाहिँ नभन्नु, म एउटा शुभचिन्तक शुभचिन्तक। एउटा बाटो देखाउने। ल ठिक छ दाइ, रमाइलो गर्नुपर्छ आज। चाहिँ हामी मोगरा ड्याम आइसकेको छौँ। यो चाहिँ मोगरा ड्याम हो। यस्तो खालको यो ड्याम बनाएको छ। यस्तो रमाइलो छ इन्भाइरोमेन्ट चाहिँ मजाको। हेलो दाइ, के छ? सागर के सकिसक्यो हाम्रो घुमघाम? छैन दाइ, यो त एउटा सक्यो, एउटा स्पोर्ट सक्यो। अब अर्को स्पोर्ट जाने दाइ हामी। आरुन कस्तो भइरहेछ? मजाले बसिरहेछ त, रमाइलो छ नि? 2 शब्द जाओस् न त। मन पर्छ दाइको आज।
ल सेफ ड्राइभ ल सेफ राइड तपाईँलाई नि ल See you भेटौँ soon. ल अहिले ल ल दाइ दाइ के भइरहेछ यहाँ पुरै खसी हाल्ला छ ल फाइनली वी आर ब्याक फ्रम सर्ट ट्रिप होइन कस्तो भयो ट्रिप दाइ ट्रिप सकिने बित्तिकै दाइ यहाँ आएर फेरि दाइको यहाँ एनर्जी हेर न कुकिङ सुरु भइसक्यो बल्लै बवाल दाइको अब के छ हाम्रो आज लन्चमा अब लन्चमा हाम्रो खसी भुटन सफल भुचा कचिला छोला सो हामी चाहिँ सर्ट ट्रिप घुमेर आइसकेपछि बरुण ड्याम घुमेर चाहिँ अब हाम्रो लन्च छ लन्च पछि चाहिँ हाम्रो बबा बाबी हुँदैछ है ठिक छ ठिकै भइरहेछ पाइरहेको छ नि होइन पछिको म पछि जानु लागि ल ठिक छ स्पेसल हुनु पऱ्यो खानेकुरा यसमा हाल न त्यसमा हालेर त्यसमा हालेर भयो अलराइट स्वानहरू चाहिँ हामी सर्ट ट्रिप गरेर आइसकेछौँ होइन के छ हाम्रो नेक्स्ट प्लान अरू हाम्रो प्लान चाहिँ एक्टिभिटीहरू गर्ने छ अनि हामी एकछिन लन्च खान्छौँ देन वी विल हेभ लट्स अफ फन ल ठिक छ रमाइलो गर्नुपर्छ ल अनि हाम्रो साँझ बारबेक्यू पनि छ होइन बारबेक्यू प्लान छ बच्चा कस्तो मिट्छ मैले पाएको भात चाहिँ अँ, अझ सबै अनियन राख्नु अँ। त्यस अरू त त्यस्तै भात चाहिँ मिट्छ है ल ठिक छ सुन कस्तो खानु मिर्छ रात पनि दिइरहेको छ। सेप्टेम्बर 1 देखि डिसेम्बर 30 मा जाँदा गायब भातमा खसीको मासु फेरि अर्को आलुको अचार म त भ्लगमा आएको बोर हुन्छ र किन सुन किन बोर हुने मलाई आउनु मन छैन तिमी जस्तो ह्यान्डसम मान्छे त आइराख्नुपर्छ नि के भइरहेछ यहाँ फेरि यो सेकेन्ड राउन्ड भयो चाहिँ नेक्स्ट टाइम म हान्न रेडी हो सागर गेम सुरु नै होप्लेस भइसकेको छ होप्लेस हैन होइन आत्तिसक्यो सागर सागर कस्तो भइरहेछ हाम्रो बारबेक्यू हेर्नु सर यता यता के छ हाम्रो यति बारबेक्यू पार हाम्रो चिकन हो यति पर्क हो अनि यो चाहिँ हाम्रो कर्न पनि छ हामीसँग हैन ल हाम्रो बारबेक्यू स्टार्ट भइसकेको छ बारबेक्यू गर्न अझै यति बाँकी छ हाम्रो पोर्क कर्न यो चाहिँ चिकन रेडी भइसकेको छ सुन कस्तो ठिक छ नि माहौल होइन एकदम दामी माहौल छ भइरहेछ। खाँदैछौँ अब पोर त्यहाँ चाहिँ हामीले आगो ताप्ने काम भइरहेछ यता नाच्नु नाच्नु खिचिरा हो खिचे ल डे 2 आज चाहिँ हाम्रो लास्ट डे मर्निङ कस्तो भइरहेछ गाइज कस्तो रमाइलो छ एकदम रमाइलो भइरहेछ है मर्निङ शुभ प्रभात के छ कुकरै लिएर के भइरहेछ यहाँ भातको अनुहार डढी कि हेर्नुलाई कुदेको लट्ठी चाहिँ एकदम मिठो हुनुभएको छ आजको भात चाहिँ दालको डढी दाल के भयो डढी खान्छ कस्तो तपाईँले बनाउनु भएको होइन नि मान्छेहरू चाहिँ थाहा हुन्छ नि कसले बनाएको चाहिँ कस्तो रेडी भइसक्यो अब जानलाई कामै यिनीहरूको के हो क्या हाल यार जोडी भइरहेको फोटो सेसन भइरहेको छ लास्ट ओके खिचेको अरुण के छ अल गुड
फुल छ कि के हो स्वस्तिका यो के हो मैले हिजो म्यारिनेट गरेको चिकन र पोर्कको पावर हो अलराइट गाइस आज चाहिँ हाम्रो पन्ध्र वर्ष त पार गरेर 16औं पुगेको छ आज क्याम्पिङको लास्ट दिन पनि हो होइन अब हामी सबै जाँदैछौँ लक्कीले आज हाम्रो स्वानको बर्थडे पनि परेछ अर्कोले विश गर्नुपर्छ भोलिको लागि के भन्नु छ स्वान भोलिको लागि विश गर्ने हो मलाई केही भन्नु छैन थ्याङ्क यू सो मच के भन्छ के छैन थ्याङ्क यू ल आरोन दाइले विश गर्ने हो ल कसैलाई विश गर्नु ल हाम्रो आरोनको चाहिँ एक दिन पछाडि छ आरोनलाई पनि विश गरिदिनु पर्यो क्या आज पर्सि अहिलेदेखि नि Happy birthday to you. Happy birthday dear Happy birthday to you. Hip hip hooray! Hip hip hooray! आरोन के छ भन्नु पर्छ म चाहिँ 45 लाग्यो अलरेडी चाहिँ हाम्रो 2 डेजको क्याम्पिङ अलमोस्ट सकिसकेको छ 2 नाइट एकदमै रमाइलो भयो हाम्रो 2 नाइट नै मजाले बसियो घुमियो त्यसो हामी इयरमा एकचोटि चाहिँ आइरहेको हुन्छ यसरी नै साथीभाइ क्याम्पिङ भइरहेको हुन्छ अलमोस्ट सकिसकेको यो घर छोड्ने दिन आइसक्यो सबै एम्टी भइसकेको छ अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन भनेको क्विन्स म्यारी फलमा जान्छौँ त्यो प्लेस चाहिँ हामी घरतिर लाग्छौँ है एकदमै ब्युटिफुल हाउस छोडिरहेको छौँ सबै कुरा के छ पर्छ छोड्न त मन छैन नि कि यही बस्नु मन छ हुन्छ ल यही बस हामी 1-2 दिनमा लिनेछौँ कस्तो ठाउँ चाहिँ बवाल छ है छोड्नै मन नलाग्ने बल्ल निको भएको थियो एक दिन बसेर हुन्थ्यो खासमा निको भइसक्यो तिमीलाई फिट एन्ड फाइन भइसक्यो तर आज एक दिन बसेर जाऊँ न फेरि बिहान अझै मोनोपोली ट्याक्क 2 ग्राम जस्तो खानु पाएको भयो अझै तपाईँलाई म 3 ग्रामै खाइदिन्थेँ तपाईँको 2 ग्राम मात्रै रहेछ भएको अझै फिट एन्ड फाइन हुन्थ्यो ल नेक्स्ट टाइम के लिन्छ अलवेज होम ल स्वान प्याकिङ भइसक्यो सबै रेडी हो नि हामी जानलाई रेडी छ नि ठाउँ चाहिँ बवाल थियो मिस हुने ठाउँ छैन नेक्स्ट टाइम पनि आउन मन लाग्ने ठाउँ छ ल यो चाहिँ हाम्रो स्पेसली यो घर चाहिँ हाम्रो यो कन्टेनरले बनाएको घर रहेछ यो चाहिँ सिपहरूमा सामान लाने कन्टेनरले चाहिँ सबै कुरा राखेरै बनाएको घर बेस चाहिँ मजाको छ कस्तो पछाडि एरिया छ भन्नु कस्तो लाग्यो ठाउँ मलाई एकदम रमाइलो लागिरहेको छ रमेशको भ्लगमा आउनु पाउँदा इट्स माई अनर अनि यो हाम्रो सिन हो प्लिज ल भन्नु त के भन्नु छ हामी आविष्कार आज गर्दैछौँ होइन अब यहाँ आएर हामी 2-4 झर्ना पनि आविष्कार गर्दैछौँ डिस्कभर गर्दैछौँ त्यो चाहिँ नेपालको स्विजरल्यान्ड जस्तै हो हेर न अनि यहाँ चाहिँ हाम्रो भ्लगर एसिस्टेन्ट हामी क्विन्स म्यारी फल जाँदैछौँ अन द वे चाहिँ द हेड भन्ने ठाउँमा यस्तो खालको भ्यू देख्न सकिन्छ एकदमै रमाइलो छ हरियाली छ सबैतिर प्लस अहिले चिसो एभ्री टाइम अलमोस्ट चिसो नै हुन्छ यो ठाउँ चाहिँ छोटो ब्रेक जस्तो भयो हाम्रो घुमघामको लागि त्यो सकिसकेको छ अब हाम्रो चाहिँ लास्ट
डेस्टिनेसन भनेको चाहिँ हामी क्विन्स म्यारी फल भन्ने ठाउँमा जाँदैछौँ ठाउँहरू छोडेर जस्ट रमाइलो छ टाढा टपमा ड्राइभ गरेर आउनुपर्ने अहिले चाहिँ टप अलमोस्ट टपमै छौँ हामी अहिले अलरेडी अहिले चाहिँ हामी क्विन्स म्यारी फलमा आइसकेका छौँ यो चाहिँ पछाडिको क्विन्स म्यारी फल देख्न सकिन्छ एकदमै बवाल छ यो चाहिँ एउटा क्विन्सल्यान्डको फेमसै भिजिटिङ प्लेस हो अहिले चाहिँ यो एकदमै रमाइलो छ सागर कस्तो लागिरहेछ धेरै रमाइलो त धेरै ठाउँ कस्तो रमाइलो छ सिनिक त यार लास्टै रमाइलो यो चाहिँ हाम्रो क्विन्सल्यान्डको वान अफ द फेमस प्लेस होइन यो हो क्विन्स म्यारी फल अब हामी तलबाट नि गएर हेर्ने त अब अहिले माथिबाट तल हेर्ने तल र माथि हेर्ने अब एकछिनमा गएर झर्ना के नर्स भएर आफ्नो काम गरिहाल्नुपर्छ ल अहिले चाहिँ हामी क्विन्स म्यारी फलको बेसमा जाँदैछ भने तल यस दाइ सिधै तल ल लागम 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 अलराइट अहिले चाहिँ हाम्रो क्विन्स म्यारी फलको ठ्याक्कै बेसमेन्टमा पुगिसकेको छौँ यहाँबाट चाहिँ कस्तो खालको भिडियो हुन्छ तर अब क्विन्स म्यारी फलको एकदम मजा लिइसकेको जस्तो यहाँ यस्तो पानीले छापिरहेको छ कस्तो भाइ ठिक छ पानी चाहिँ लास्टै चिसो छ चिसो तर भाइ अलरेडी चाहिँ हामी क्विन्स म्यारी फलदेखि ब्याक टु पार्किङ आइसकेका छौँ आएर खाना पनि सुरु भइसक्यो क्या खाना सकिसक्यो त अब तिनवटा सुन्तला सक्यो भएको ओहो साथीहरू खाना खाइसकेपछि के हो यस्तो कसले जितिरहेको छ यहाँ अहिले चाहिँ हाम्रो सबै लन्च सकिसकेको छ हाम्रो लास्ट डेस्टिनेसन भनेको यही हो अब यो पैसा चाहिँ हामी डाइरेक्ट घर अलराइट स्वान अब चाहिँ हाम्रो अलमोस्ट क्याम्पिङ सकिसकेको छ होइन यही हाम्रो क्याम्पिङको लास्ट स्टप आज हाम्रो लन्च पनि भइसक्यो लन्च भन्दा नि अब अलमोस्ट साँझ नै हुन लागिसक्यो अब हाम्रो डेस्टिनेसन डाइरेक्टली कहाँ हुन्छ डेस्टिनेसन अब एउटा कफी स्टपको कुरा गर्दैछ रमेशले त्यो पछि हामी डाइरेक्ट घर गइन्छ होइन ल टोइलेट जाउँ त छिटो सागर यस्तै सकियो हाम्रो क्याम्पिङ सक्यो दाइ निन्द्रा पनि लागिसक्यो मलाई निद्रा आइसक्यो ल अलमोस्ट हामी डाइरेक्ट घर जान्छौँ होइन मोस्ट प्रोबेबली सक्यो होइन पेट्रोल हाल्दैन नि दाइ पेट्रोल हालिन्छ अब डाइरेक्ट घर गइन्छ त कफी खान पाइन्छ ल त्यो पेट्रोल पम्प हो धन्यवाद दाइ ल फेरि हामी त भेट भइहाल्छ अब ब्लगमा चाहिँ नेक्स्ट भगमा भेटौँ न दाइ थ्याङ्क यू तिमीसँग हातमा छ नि त
झन्डै बियर सकाइदिएको यारलाई